पूर्वी नेपालको सुन्दर पहाडी जिल्ला इलाम, जहाँ प्रकृतिले अनुपम सौन्दर्य दिएको छ, तर जहाँ प्रकृतिले अनुपम रूप दिएको छ, त्यही प्रकृतिको प्रहारले आज मानिसको जीवनलाई निकै कठिन पनि बनाएको छ। यो हो माई खोला, र यही बाटो भएर यही खोलाको किनारै किनार हरेक वर्ष हजारौं भक्तजनहरू आफ्नो अटुट आस्था बोकेर पाथीभरा माताको दर्शन गर्न पुग्छन्। लाग्छ यो यात्रा जति पवित्र छ त्यति नै चुनौतीपूर्ण पनि। लगातारको वर्षा र यो माई खोलाको तीव्र कटानपछि यहाँको सडक अवस्था अहिले निकै जोखिमपूर्ण बनेको छ। यात्रा गर्ने जो कोहीको मुटु यहाँ आइपुग्दा एकपटक चिसो हुन्छ। कतै पहाडै खसेर गएको पहिरो, त कतै माई खोलाले सडक नै बगाएर लगेको यो कहाली लाग्दो अवस्था। यहाँ न त हिँड्ने भरपर्दो बाटो छ, न गुड्ने भरपर्दो यहाँ न त हिँड्ने भरपर्दो बाटो छ, न गुड्ने भरपर्दो सडक। स्थानीयवासी हुन् वा टाढा टाढाबाट आउने यात्रु, दुवैले दैनिक रूपमा भोग्नुपर्ने शास्ति शब्दमा बयान गर्न सकिन्न। यिनै चुनौतीहरूका बीच पाथीभरा माताको दर्शन गर्न आउने भक्तजनहरू पनि यही कठिन र जोखिमपूर्ण बाटो पार गर्न बाध्य छन्। मनमा माताप्रतिको आस्था जति ठूलो छ, यो यात्राको भोगाई भने उत्तिकै कष्टकर र डरलाग्दो बनेको छ। मनमा दर्शनको तीव्र इच्छा छ, माताप्रतिको अगाध विश्वास छ, तर सडकको यो दुरावस्थाले यात्रामा निस्किएका हरेक पाइलाहरूलाई धेरै दुःख दिने गरेको छ। खुसी बोकेर हिँडेका यात्रुहरू बाटोको शास्तिले थाक्ने गरेका छन्। सधैँ शान्त बग्ने माई खोला अहिले केवल प्राकृतिक सौन्दर्य मात्र रहेन, यो त एउटा ठूलो जोखिमको सङ्केत पनि बनेको छ। वर्षायाम सुरु हुनासाथ यहाँका बासिन्दाहरूको निन्द्रा हराउँछ। यहाँका स्थानीयहरू भन्छन्, यदि यो माई खोलाको कटानलाई समयमै नियन्त्रण गरिएन र सडकलाई थप सुरक्षित बनाइएन भने भोलिका दिनमा अझौ ठूलो मानवीय र भौतिक क्षति हुन सक्छ। यो समस्यालाई बेलैमा नहेरी भोलि पछुताउनुको विकल्प रहने छैन। पाथीभरा माता पूर्वी नेपालको मात्र होइन, सिङ्गो देशकै एउटा ठूलो आस्थाको केन्द्र, जहाँ पुग्न हजारौं भक्तजनहरू लालायित हुन्छन्। तर विकासको सुस्त गति र सुरक्षित सडकको अभावले यो धार्मिक यात्रालाई हरेक दिन चुनौतीपूर्ण बनाउँदै लगेको छ। प्रकृतिको अद्भुत सौन्दर्यसँगै आफ्नै खालको सङ्घर्ष बोकेको यो क्षेत्रमा आज स्थानीय र यात्रुको अपेक्षा एउटै छ, मात्र एउटा सुरक्षित सडक, दिगो समाधान र सबैका लागि सहज एवं सुरक्षित यात्रा। माता पाथीभराले सबैको कल्याण